Mr. Nepal 2025. Co-sponsored by Shrikesh Hair Oil. Sportswear partner Vitalik. Food partner KFC. Movie partner QFX. Hospitality partner Solti Hotels and Resorts. Makeup partner Luja Makeup Studio. Spa partner Saptarisi Luxury Spa. Skincare partner Avaran Skin Clinic. IT partner Protojua Host. Celebration partner 10X. Payment partner Khalti by IME. Build-up partner RG Creations Nepal. Refreshment partner The Beach House. Happiness partner Call My Cake. Fitness partner Regal Fitness. Glow partner Sip and Snip. Supported by Fine Hospitality Group. Gym partner Gym Sala. Fashion partner Rhino Leather. Beverage partner Himalayan Lager Premium Beer. Dental partner Himal Dental Hospital. Initiated by exposenepal.com. Organized by Next Models Nepal. समयको गतिलाई पछ्याउँदै जाँदा आज हामी आइपुग्यौं मिस्टर नेपाल 2025 को सबैभन्दा चुनौतीपूर्ण राउन्ड मिस्टर एक्टिभमा। यो राउन्ड अन्तर्राष्ट्रिय स्तरको राउन्ड हो जसको सामना गर्दा अन्तर्राष्ट्रिय मञ्चमा हुने मिस्टर वर्ल्ड, मिस्टर ग्लोबल र म्यान अफ द वर्ल्ड जस्ता प्रतिष्ठित अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि आवश्यक पर्ने फिजिकल र मेन्टल एबिलिटीका लागि हाम्रा प्रतिस्पर्धीहरूलाई तयार बनाउँछ। यसैका लागि हाम्रा प्रतिस्पर्धीहरूको तयारी हुँदैछ। यो इन्डिभिजुअल गेम भन्दा पनि यो टिम गेम पनि छ। सबैजनाले एकअर्कालाई सपोर्ट गर्ने, चियरअपहरू गर्ने, अनावश्यक हल्ला नगर्ने, क्याप्टेनलाई फलो गर्ने है। यस सर। यु हेभ 5 minutes टु चेन्ज एन्ड गेट रेडी। Pushing your limits every day and going beyond possibilities. This is Active Round of Mr. Nepal 2025. I am your host Bibusha Bosnet. Today we are at Nepali Military Academy Kharipati. आज हाम्रा सम्पूर्ण 28 प्रतिस्पर्धीहरूले आफ्नो स्किल, स्ट्रेन्थ र रिजिलियन्स सोकेस गर्दै हुनुहुन्छ। विभिन्न मिलिट्री एक्टिभिटिज चरण पश्चात हामीले पाउनेछौँ हाम्रो मिस्टर एक्टिभ। सो अलिकति डर लागिरहेछ किनकि मैले चाहिँ हिजो पहिलाको भिडियो हेरेको थिएँ कि ब्याच आज बिर्सेँ मैले। अर्को ब्याग प्याक गरेको थिएँ, त्योमा चाहिँ सबै राखेको छ सामानहरू, त्योमा नअटेकोले फेरि त्यो ब्यागको सामान सार्दाखेरि ट्याग चाहिँ त्यही छुटेछ। 2 किलोमिटर रनिङदेखि लिएर पुसअप सिटअपदेखि लिएर सबै अब्स्ट्याकलहरूदेखि लिएर सबै रहेछ। अब आई विल डु माई बेस्ट। म मेरो आफ्नो बेस्ट ट्राई गर्छु। होप फर द बेस्ट। हाम्रा मेन्टर्सहरूले दिएको सुझाव र मोटिभेसनबाट हौसिएका हाम्रा प्रतिस्पर्धीहरू वार्म अप प्रक्रियामा सहभागी भए। भगलेर अगाडि जानु पर्दैन कोही पनि है, बुझ्यो नि। रनिङ गरेर अरू ठाउँमा ओभरटेक गर्न मिलि नै हाल्छ। कति ठाउँमा खाल्टोहरू छ, त्यो खाल्टोहरू क्लियर गर्ने, खुट्टाहरू कतातिर ट्विस्ट होला, खुट्टाको राम्रोसँग तिमीहरूको एक्सर्साइजहरू भयो होला, बाटो हेरेर दौडिने। All the best guys. So let's begin with running 1.5 miles. गाइस फिनिशमा गएर स्टियर गर है हल्का।
यो चुनौती केही प्रतिस्पर्धीका लागि सामान्य रह्यो। लास्टै गाह्रो भयो, तर फर्स्टचोटि यसरी कुदेको, तर मलाई चाहिँ कन्फिडेन्स थियो। मेरो भाइले पनि भन्नुभएको थियो कि यदि दौडमा फर्स्ट आएनस् भने रोममा नआइज भनेर भन्नुभएको थियो। सेकेन्ड भएर त एकदम खुसी लागिरहेछ। हुन त एकदम फर्स्ट नै हुन मन थियो, तर धेरै डिस्टेन्स त थिएन। मैले सोचे जस्तो त अलिक लिन सकिनँ। आई वाज एभिङ फर गोल्ड, पर ठिकै छ, ब्रोन्ज भयो भने पाएँ मैले। सो यस, स्टामिना अझै छ, अब आउने राउन्डमा आई सो इट। तर केहीका लागि भने यो अत्यन्तै असहज पनि। I came 5th, but I was aiming for the first position, but couldn't do it because my technicality was a bit lacking. तर ठिकै छ, टप 5 मा आउन सफल भए। मेरो अहिलेसम्मको हार्डवर्क इट पेड अफ। थ्याङ्क यू सो मच। एकदम थाकेन, मोबाइल छ हार्ट्यो अलिकति। एक्सपेक्टेसन चाहिँ थियो सकिन्छ भनेर सबैभन्दा अगाडि, तर लास्टमै छौँ, के छैन। नेभर गिभ अप गाइज, त्यही नि मैले कम्प्लिट गरेँ। त्यस पछाडि विल ह्याभ पुसअप्स, सिटअप्स एन्ड चिनअप्स। अब हाम्रो बेसिकमा राख्दाखेरि चाहिँ एक्सलेन्ट गुड पासकै हुन्छ यसमा पनि। त्यसमा चाहिँ 52, 62 एन्ड 72 विदिन 2 मिनट्स टाइम। 2 मिनट्समा 52, 62 र 72। ल, अल द बेस्ट। यस अन्तर्गतको पहिलो पुसअप च्यालेन्ज। I did 78. So what you trying to do to me? It's like we can't stop, we're enemies. I'm going get along when I'm inside you. You like a drug, it's killing me. I cut you out entirely. पुशअप च्यालेन्ज अन्तर्गत सबैभन्दा बढी 102 पटकसम्म पुशअप गरेर सर्वाधिक अङ्क बटुल्न सफल भए कन्टेस्टेन्ट नम्बर 29 लक्ष्मण चन्द ठकुरी। मलाई चाहिँ यो फिजिकल राउन्ड भनेको चाहिँ होइन, मलाई चाहिँ एकदमै मनपर्छ। म चाहिँ डेली गरिरहेको हुन्छु। मलाई चाहिँ कन्फिडेन्स थियो कि म सबभन्दा बढी हान्छु भन्ने। मेरो लागि चाहिँ यो ग्राउन्ड भनेको इट फिल्स लाइक होम, किनकि पुरानो याद अझै पनि छ। अब पालो दोस्रो चुनौती अन्तर्गतको सेटअप च्यालेन्जको। सेटअप च्यालेन्ज हेर्दा जति सहज थियो, तर एक्सनमा आउँदा त्यो च्यालेन्ज त्यति सहज देखिएन। हाम्रा धेरै कन्टेस्टेन्ट्सहरूको लागि यो च्यालेन्ज पार गर्नको लागि हम्मे परेको थियो। सो अहिले चाहिँ हाम्रो सेटअप राउन्ड थियो, अनि सेटअप राउन्डमा चाहिँ मैले 80 सेटअप्स गरेँ। गर्न चाहिँ एकदमै गाह्रो थियो। अहिले गरिसकेपछि चाहिँ एप चाहिँ एकदमै दुखिरहेछ। सर्वाधिक 83 पटकसम्म सेटअप गरेर यो च्यालेन्ज पार गर्न सफल भए कन्टेस्टेन्ट नम्बर 4 नुवाकोटका सन्देश गजुरेल। खुसी लागिरहेछ। पहिलेदेखि कोको एक्सर्साइज गरेर हुन्थेँ, त्यसले गर्दा नि धेरै हेल्प गर्यो। साथै मेरो यहाँ जो हेल्पर हुनुहुन्थ्यो आर्नु सर, उहाँले पनि धेरै इफोर्ट गरिदिनु। हाम्रा प्रतिस्पर्धीहरूमा एक किसिमको फरक खालको ऊर्जा सञ्चार भएको हामीले महसुस गर्यौं। तिम्रो आर्मी हो भनेर चिनअप विल ह्याभ अप्पर ग्रिप चिनअप, सबैजनालाई थाहा होला। अप्पर ग्रिप, अन्डर ग्रिप चाहिँ यो भयो, अप्पर ग्रिप चाहिँ यो भयो। यसमा पनि मिनिमम नो टाइमिङ्स 4, 8 एन्ड 12। यसमा चाहिँ युनिट टु ह्याभ 4 टु पास, बोर्डको लागि युनिट टु ह्याभ 8, अनि एक्सलेनको लागि चाहिँ युनिट ह्याभ 12। दोस्रो चुनौतीको फाइनल च्यालेन्ज रह्यो चिनअप, जसका लागि सम्पूर्ण प्रतिस्पर्धीहरूलाई ब्रिफिङ गरियो। मिनिमम तपाईँको काउन्ट हुनलाई 3 चाहिँ कट्या हुनु पर्यो है। ज्यानलाई डाबा मोड्दै लो, इन्डिभिजुअल एउटा नो काउन्ट। स्विङ गरेर ज्यानलाई झट्का दिएर यसरी जानु, नो काउन्ट। खुट्टा अगाडि अथवा धेरै पछाडि, अगाडि अथवा पछाडि क्रस गरेर आइएन है। मैले चाहिँ 18 गरेँ, अझै गर्ने प्रयास थियो, तर अलिकति स्टामिनाले साथ दिएन। 14 कि 15 पुलअप स्पिड गरेँ, द्याट्स वाइ सेकेन्ड आयो र राम्रो लाग्यो। जस राम्रो भइरहेछ, केटाहरूले अझै गर्छ भन्ने
होप छ केटाहरू अझै खतरा खतरा पनि छ लेट्स सी कसले के गर्छ मेरो टार्गेट चाहिँ 15 देखि 20 सम्मको छ यो फाइनल च्यालेन्जमा पनि पुनः एक पटक कन्टेस्टेन्ट नम्बर 29 लक्ष्मण चन्द ठकुरीले 22 पटकसम्म चिनअप गरेर उत्कृष्ट रेकर्ड राख्दै सबैजनालाई आश्चर्यचकित बनाए मैले चाहिँ पुलअप रेकर्डको चाहिँ ब्रेक गरेको छु फिजिकलमा चाहिँ म टप हो हैन तर अलि अब हामी लाग्दैछौँ उहाँहरूको हर्डलतर्फ हर्डलका एक्टिभिटिजहरूमा सम्पूर्ण कन्टेस्टेन्ट्स तयार हुनुहुन्छ सो लेट्स गो फर इट आई थिङ्क जिमहरूमा तपाईँहरूले गरिरहनु भएको होला यो कुराहरू ह्याङ्गिङ बारबाट एउटा स्टेपबाट अर्को स्टेपमा युनिट टु जम्प त्यसमा पनि एक्सलेन्ट गुड पासको उहरू छ त्यो सबै कुराहरू हामी अन फिल्डमा डेमोमा तपाईँहरूलाई देखाउँदै नै छौँ सबैले बुझेको हो कुरा यहाँ सरले देखाउनु भएको छ डेमो पास गुड एक्सलेन्ट सबैले थाहा छ हैन सो यो सकेपछि हामी अर्को डेमो चाहिँ उता देखाउँछ स्टेप बाइ स्टेप हामी अगाडि जान्छौँ ओके Yeah, you can be the greatest, you can be the best, you can be the King Kong banging on your chest, you can beat the world, you can beat the world. सबैजना पास हुनुपर्छ है कम अन यो राउन्ड हरेक प्रतिस्पर्धीका लागि एकदमै चुनौतीपूर्ण हुनेछ र उनीहरूको जीवनका लागि स्मरणीय पनि Wait for luck, dedicate yourself and you go find yourself. Standing in the Hall of Fame, and the world's Yo, what's up everyone? The situation is very hyped up right now. As you can see, the boys are hyped up. यो टास्क चाहिँ एकदम ट्रिकी थियो but everyone made through and that's a plus point. सबैजना पास भयो त्यो नै ठुलो कुरा because unity is everything हैन and अझै बाँकी छ च्यालेन्जेसहरू so I hope everybody is going to do well. and the world's gonna know your name. बेसिक फिटनेस टेस्टमा चाहिँ म 4 महिनादेखि काब्स लोमा बसेर अलिक गाह्रो भयो मलाई तर यो हर्डल्सहरूमा चाहिँ प्रिटी फार पहिला वर्ष नै गरेको सो इट्स नट द्याट च्यालेन्जिङ जस्तो लाग्छ मलाई हेरौँ कहाँसम्म पुग्छु टप 12 सम्म त पुग्न पर्ने आश गरिरहेको छु Even try, do it for your country, do it for your name, 'cause there's gonna be a day. हाम्रो भर्खरै सेकेन्ड हर्डल चाहिँ कम्प्लिट भएको छ केटाहरू अलिअलि थाक्या जस्तो छ हैन सो अब हाम्रो थर्ड चाहिँ यो छ यो चाहिँ क्लाइम्बिङवाला र अब हामी के गर्दैछौँ भन्दाखेरि केटाहरू थाक्दै ओर्दै जो सबजनाले पास दिइरहेछ भनौँ न एक्सिलेन्ट कोही गुड कोही पास दिइरहेछ तर जित्ने चाहिँ मै हो भनेर लागिरहेछ मलाई चाहिँ होइन होप छ केटाहरूले टफ कम्पिटिसन दिइरहेछ कि के हो केटा आज सबैजनाको एकदम टफ कम्पिटिसन भइरहेछ तर हाम्रो दुईजना चाहिँ सेम यो पनि हो यो चढ्यो भने त मरिन्छ होला Politicians be preachers, be believers, be leaders, be astronauts, be champions, be truth seekers, be students, be teachers, be politicians, be preachers. जिन्दगी नगरेको उता त्यो क्लाइम्बिङदेखि लिएर क्लाइम्बिङमा चाहिँ मेरो 2टा हात गएको छ छाला मात्रै अनि त्यो रुख पनि मैले गरेँ जे होस् मलाई चाहिँ प्राउड फिल छु अनि त्यो पनि रोप पनि भइरहेछ नि त्यो पनि गरेँ मलाई हाइटदेखि चाहिँ लास्ट फोबिया थियो होइन म माथिबाट चढेर आएको र म माथि जस्ट 2-3 मिनटको लागि अड्केको थिएँ र यति डर लागिरहेको थियो फर्स्ट अफ अल मलाई हाइटबाट पनि डर लाग्छ प्लस त्यो अलिकति रिस्की पनि छ 1 मिस गेम फिलिस हो जिन्दगीमा डर छ र त म दाथ
माथि पुग्दाखेरि स्वर्ग देखिएको थियो तल पुरै केटाहरूले हुटिङ हानेर आएको थियो यस्तो मोटिभेट भएको थियो होइन सर्ट 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 बाँदर झुन्डे जस्तो गएँ बब्बाल भएको थियो एक्सपिरियन्स होप्सो सबै केटाहरूले कटाउँछ यतिको ट्रेनिङ गरेँ म आर्मी नै हुन्थ्यो You can be the greatest, you can be the best, you can be the King Kong banging on your chest. You can beat the world, you can beat the war, you can talk the bad road banging on his door. You can throw your hands up, you can beat the clock, you can move a mountain, you can break rocks, you can be a एक पछि अर्को गर्दै आउने अब्स्ट्याकल्सहरूलाई कसरी सामना गर्ने भन्ने ब्रिफिङ रेड डेमो टास्क हेर्दै सम्पूर्ण प्रतिस्पर्धीहरू एकजना सैनिक जस्तै विभिन्न अब्स्ट्याकल्सहरूको सामना गर्दै अगाडि बढ्न सफल भए You can run the mile, you can walk straight through hell with a smile. You could be the hero, you can get the gold. Breaking all the records they thought never could be broke. Yeah, do it for your people, do it for your pride. Are you ever gonna know if you never even try? Do it for your country, do it for your name. Cause there's gonna be a day when you're standing in the Hall of Fame. Yeah. And the world's gonna know your name. Politicians be preachers, yeah. Be believers, be leaders, be astronauts, be champions, be truth seekers. Be students, be teachers, be politicians, be preachers, yeah. Be believers, be leaders, be astronauts, be champions. Standing in the Hall of Fame, yeah. And the world's gonna know your name, yeah. The King Kong banging on your chest. You can be a general, you can be the war. You can be a champion banging on his door. You can throw your hands up, you can beat the clock. You can move a mountain, you can break rocks. You can be a master, don't wait for luck. Dedicate yourself and your body for the standing in the Hall of Fame. Yeah. And the world's gonna know your name. Yeah. Cause you and the world's gonna know your name, and you'll be on the walls of the Hall of Fame. You can go the distance, you can run the mile, you can walk straight through hell with a smile. You could be the hero, you can get the gold. Breaking all the records they thought never could be broke. Yeah, do it for your people, do it for your pride. Are you ever gonna know if you never even try? Do it for your country, do it for your name. Cause there's gonna be a day when you're standing in the Hall of Fame. Yeah. And the world's gonna know your name. Cause you burn with the brush flame. Yeah. And the world's gonna know your name. Yeah. And you'll be on the walls of the Hall of Fame. Be a champion. Be a champion. Be a champion. Be a champion. Be students, be teachers, be politicians, be preachers, yeah. Be believers, be leaders, be astronauts, be champions, be truth seekers. Be students, be teachers, be politicians, be preachers, yeah. Be believers, be leaders, be astronauts, be champions. Standing in the Hall of Fame, yeah. And the world's
मिडलमा चाहिँ हामीले खुट्टा छोडेर माथि जोड्नु पर्ने थियो क्या सो मैले 2 चोटि छोडेँ माथि जोडेँ 3rd चोटि गर्दाखेरि चाहिँ अनि माथि डोरी खुट्टाले चाहिँ होल्ड गर्न सकेन सो छोड्नु पऱ्यो मैले अलिक घाउसै भयो ट्राई गरेको बट हात चिप्लिनु पुग्यो सो अलिक ग्रिप नगरे नि शारीरिक चोट दुखाइ थकान त छँदै थियो तर पछाडि नहट्ने दृढता साहस र आत्मविश्वासका साथ अघि बढ्न जुटेका हाम्रा प्रतिस्पर्धीहरूले निकै मेहनत र परिश्रम गरेको देख्न सकिन्थ्यो We are in active round of Mr. Nepal 2025. Prashant sir, हाम्रो active round so far कतिको active भइरहेको छ त? So I'm very very proud of my boys हैन आज हाम्रो 1.5 माइल्सको रनिङ पनि गर्यो त्यसपछि हाम्रो सिटअप चिनअप र चाहिँ नि पुसअप गर्यो धेरैजना भनौँ न म्याक्सिमम गाइज केटाहरूले चाहिँ हाम्रो सबै टास्कहरू पुरा गर्दै गर्दै अहिले हडल्स राउन्ड सकाएर अनि टायर रोलिङको पार्टमा हामी छौँ आई थिङ्क लाइक जुन हामीले चाहेको थियो मिस्टर नेपालको लागि जुन एउटा फिजिकली फिट एन्ड स्ट्रङनेस जुन चाहिँ हाम्रो एक्टिभ राउन्डमा चाहिँ हुने गर्छ र जब यो मौका पाउँछ र जुन एक्सपिरियन्स यहाँबाट निस्किन्छ उनीहरूले डिफ्रेन्ट किसिमको एउटा चाहिँ आफूलाई चाहिँ नि चेन्ज उनीहरूले पाउँछ जोस् हाम्रो मिस्टर नेपाल 25 को केटाहरूमा चाहिँ नेभर गिभिङ एटिट्युड छ सो आइ एम रियली प्राउड अफ देम हर्डल्स राउन्डको समाप्तिपछि हामीले प्रतीक्षा गर्दै गरेको क्षण टप 8 को एनाउन्समेन्टको तयारी भयो आजको जति पनि टास्कहरू छ सबैले आफ्नो आफ्नो तरिकाले पुरा गर्यो त्यसको लागि सबैलाई कङ्ग्रेचुलेसन्स वेल डन गाइज अनि आज हाम्रो यो प्रिमाइसेस प्रोभाइड गरिदिनु भएकोमा खरीपाटीका प्रमुखज्यूहरू र हाम्रो जति पनि जवानहरू हुनुहुन्छ उहाँहरू सबैलाई पनि हृदयदेखि धन्यवाद अन बिहाफ अफ लाइक मिस्टर नेपाल टिमबाट चाहिँ हाम्रो सबैलाई धन्यवाद दिन चाहन्छु हाम्रा प्रतिस्पर्धीहरूको अनुहारमा एक किसिमको तनाव देखिन्थ्यो कसैमा सकारात्मक भाव र आत्मविश्वास पनि देखिएको थियो केहीको अनुहारमा भने अस्पष्ट भाव झल्किएको थियो अन्ततः हामीले मिस्टर एक्टिभका प्रबल 8 दावेदारहरू प्राप्त गर्यौं अर्थात् टप 8 फाइनलिस्ट अफ मिस्टर एक्टिभ सबैमा पास गरेका 7 जनाको अहिले म नाम यहाँ लिँदैछु ओके सबै हर्डल्सहरू पास गरेका है फर्स्ट नेम लक्ष्मण सेकेन्ड नेम विजय स्याङटन थर्ड नेम प्रकाश चौहान फोर्थ नेम दर्पण सिंह गिरी फिफ्थ नेम निशान कार्की सिक्स्थ नेम सन्तोष गजुरेल सेभेन्थ निश्चल मानन्दर अब एकजना चाहिँ हामीले एउटा राउन्डमा चाहिँ मिस्टेक गरेको अरू सबै पार गरेको को होला अजय रौनियार ओके कङ्ग्रेचुलेसन्स गाइज एक कुरा अगाडि बस्ने मिस्टर एक्टिभको अन्तिम राउन्डमा हाम्रा टप 8 फाइनलिस्टहरूले देखाएको जोश र अन्य सहभागीहरूले उनीहरूलाई प्रदान गरेको हौसलाबाट यस पटकको मिस्टर एक्टिभ विजेता तय भएको छ एन्ड द लिगेसी कन्टिन्युस यो 1 वर्षको मेहनत हो म भित्रमा भएको त्यो एउटा मेरो आगो ज्वाला मैले यसको लागि कति मेहनत गरेको छु मलाई थाहा छ त्यो टायर फ्लिप गरेको दिनहरू त्यो टायर बाँधेर कुदेको दिनहरू मलाई अझै याद छ यस हार्ड वर्क्स पे अफ थ्याङ्क यू फाइनली यो बोय डिड इट तर फर्स्ट पोजिसन आउँछु भन्ने सोचेको थिएँ तर ठिक केही छैन होइन
लाइक मेरो मात्र 6-7 मन्थ्सको ट्रेनिङले म यतिसम्म आइसकेको छु होइन थ्याङ्क्स टु द मेरो जिम पोखराको द बार स्क्वाड होइन मेरो दाइहरूले मलाई यतिसम्म बनाइदिनु भयो मलाई थाहा थियो मैले गर्न सक्छु होइन अहिले हल्का म इमोसनल छु किनकि मैले धेरै मेहनत गरेको थिएँ यसको लागि होइन फर्स्ट छैन केही छैन तर थाहा छ ममा पोटेन्सियल छ लाइक नेक्स्ट टाइम आइ एम कमिङ फर यु मिस्टर प्रकाश चौहान यहाँ चाहिँ म रनर तेस्रो भएँ अनि मलाई चाहिँ यो थाहा थिएन होइन फर्स्टचोटि हो तर साथीहरूले जिम पनि गर्नुहुन्छ होला तर मैले चाहिँ गरेको छैन तैपनि तेस्रो भएँ धेरै खुसी छु धन्यवाद नाइस रमाइलो लागिरहेको छ कम्प्लिट गरेँ मैले ट्राई अलि बेटर गर्न सकिन्थ्यो बेटर गरेको पनि हो तर कहिले काहीँ यस्तै हो भयो यो तालि भयो अर्को तालि अब योभन्दा राम्रो पर्फर्म गर्न ट्राई गर्छु ठिक छ टप 5th हुन पाएँ दिस वाज माई फर्स्ट टाइम होइन यस्तो डेन्जर एक्सट्रिम लेभलमा म जिम मात्रै गर्ने मान्छे रेगुलर मान्छे बेटर हुँदैछु एक्सपिरियन्स राम्रो थियो ठिक छ टप 5 आउनु मेरो लागि चाहिँ एउटा सानो सक्सेस जस्तो लाग्छ आज अलरेडी मेन्सन म चाहिँ पहिला अलिकति एकदमै फ्याट 104 किलोको मान्छे अहिले घट्दा 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 70मा आएर यत्रो केटाहरू मध्येमा कम्पिटिसन दिइरहेको छु ठिक छ आम गुड गाह्रो त एकदम गाह्रो थियो होइन तर पनि यो सबै चुनौतीहरू पार गर्दै टप 8बाट लास्टसम्म टिकेर टप 5मा पुग्दाखेरि चाहिँ एकदम खुसी लागिरहेछ जोस् आफूसँग पनि यतिको पोटेन्सियल रहेछ भन्ने चाहिँ फिल भइरहेछ फाइनली हाम्रो एक्टिभ राउन्ड सक्यो एकदमै टफ एन्ड टफ थियो लास्ट इयरको भन्दा अलिकति धेरै नै टफ थियो जस्ट 8सम्म पुग्यो त्यसपछि आफ्नो बेस्ट दिएँ बेस्ट दिँदा पनि यसपालि अलिकति चुक्यो केही छैन यसपालिको विनर भनेको हाम्रो प्रकाशजी हुनुहुन्छ उहाँलाई म धेरै धेरै बधाई दिन चाहन्छु हामी एउटै जिम पनि हो है हामी एउटै जिमबाट छौँ द व्यायामशाला म द व्यायामशालालाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु आज व्यायामशालाले गर्दाखेरि नै हामी दुईजना यहाँ छौँ Give a huge round of applause for Nepal Military Academy Kharipati for providing us this wonderful venue for our active round. र फर्स्टमा नै let's give a huge round of applause for ourselves. यति राम्रो परफर्म गर्नुभयो सबैजनाले एक्टिभ राउन्डमा पनि seriously the active round was literally a very active round. And with this, we have already concluded all the activities. र अब हामी जाँदैछौँ result announcement and awarding our winners. हामी 3टा क्याटेगोरीमा मेजर एक्टिभ राउन्डको 3जना विनर्स र बाँकी BFT र रनिङका विनर्सहरूलाई पनि अवार्ड गर्दैछौँ रनिङमा थर्ड contestant number 27 प्रकाश चौहान फ्रम मोरङ टिका लगाएर अभिनन्दन गरिदिनको लागि र सन्तोष लोकशम is also joining us. Vijay Sangtan from Makwanpur. यो फिजिकल दौडको contestant number 29 Lakshman Chanthakuri from Baitari. Let's begin with third position. Third ma auna safal contestant number 9 Ajay Raniar from Sunsari. BFT मा दोस्रो स्थानमा आउन सफल हुनुहुन्छ contestant number 4 Sandesh Gajurel from Nuwakot. First position मा आउन सफल number 29 Lakshman Chanthakuri from Baitari. Everybody Mr. Active को उपाधि हामी फर्स्ट विनरलाई दिन्छौँ भने हामीसँग सेकेन्ड र थर्ड पोजिसनमा पनि दुईजना विनर्सहरू हुनुहुन्छ र सर्वप्रथम थर्डबाटै लाग्यो हामी थर्डमा आउन सफल one more time I have to call you contestant number 29 Lakshman Chanthakuri from Baitari. So let's move on towards our second position. Second position ma ko hununcha ta Pokhreli Energy contestant number 20 Darpan Singh Giri. The subtitle of Mr. Nepal 2025, Mr. Active. And we all know Mr. Active of Mr. Nepal 2025 is Prakash Chauhan all the way from Moran, contestant number 27. And the legacy continues. Congratulations, Prakash.
नमस्कार सबैलाई, मेरो नाम निशान कार्की, कन्टेस्टेन्ट नम्बर 23। आज चाहिँ हाम्रो एक्टिभ राउन्ड थियो यहाँनिर आर्मी क्याम्पमा। अनि टायर फ्लिप गर्नुपर्ने थियो, त्यसमा चाहिँ अलिकति टफ थियो, पुरै बडी नै पुरै गलिसकेको थियो। अलिकति यस्तो बानी छैन नि त, हाम्रो जिममा मात्रै डम्बल उठाउने बानी, यस्तो बाहिर यस्तो एक्टिभिटीहरू गरेको थिएन र एकदम अप्ठ्यारो भयो। र कम्पिटिसन लास्टै टफ थियो, सबैजना राम्रो दिनुभएको थियो र हाम्रो प्रकाशजीले जितिसक्नु भएको छ र आई एम सो ह्याप्पी फर देम। हेलो एभ्रिवान, माई नेम इज अजय रोनिया, कन्टेस्टेन्ट नम्बर 9। फर्स्ट अफ अल म आफ्नो अहिले म जुन मेडल लिन सफल भएको छु, म आफ्नो साथीभाइ, इष्टमित्र तथा शुभचिन्तकहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। उहाँहरूकै माया प्रेम र साथले गर्दाखेरि आज म यो मेडल लिन सफल भएको छु। आशा गर्दैछु तपाईँहरूको साथ सहयोग यसरी नै पाइराखौँ। आजको हाम्रो मिस्टर एक्टिभ राउन्डमा म चाहिँ आफ्नो बेस्ट दिँदा पनि अलिकति काहीँ न काहीँ चुके जस्तो लाग्यो, त्यही पनि मैले चाहिँ यो मेडल लिन सफल भएको छु। त्यसको लागि सम्पूर्ण मिस्टर नेपाल, हाम्रा आर्मीहरू र साथ दिने साथीभाइहरूलाई थ्याङ्क यू सो मच। चुनौतीपूर्ण थियो, तर पनि हामीले त्यसलाई पार गर्दै गयौँ। एकदम रमाइलो पनि भयो, दुःख पनि भयो। तर दुःख भन्दा पनि लास्टमा आफूले कति मेहनत गर्यो, आफूले कतिको चाहिँ आफ्नो तर्फबाट बेस्ट दियो भन्ने कुरा हुँदो रहेछ। जुन कुराले चाहिँ आज एकदमै दुःख भुलेर पनि अहिले आएर चाहिँ आफूमाथि चाहिँ प्राउड भइरहेको छ कि हो हामीले पनि यतिको चाहिँ गऱ्यो भनेर। 8जनाले कम्पिट गर्नुभयो, तर 8जनामा मेरो अलिकता पावर नपुगेर अलि म 5th आउन पुगेँ र हाम्रो बेस्ट एक्टिभ राउन्डमा सफल हुनुभएको हाम्रो प्रकाश चौहान साथीलाई चाहिँ एकदम धन्यवाद बधाई दिन चाहन्छु म। किनभने उहाँको स्ट्रेन्थ चाहिँ उहाँको एउटा मेन्टालिटी जुन छ त्यो एकदमै स्ट्रङ छ र त्यही कुरालाई चाहिँ म फलो गर्दै अगाडि फेरि योभन्दा राम्रो गर्नेछु भन्ने चाहिँ आफूलाई आशा राखेको छु। धन्यवाद। मेनी पिपल लाइक गेट डिस्क्वालिफाइड इन बिट्विन, तर म टप 10मा आउन चाहिँ सफल भएँ र टप 10मा फेरि कम्पिट गरेर टप 4मा आउन सफल भएँ। इट वाज हार्ड, स्ट्रगल थियो। के अरे झन् हाम्रो त्यो रोपवाला अघि नै हामीले देखाएको थियौँ, रोपवाला इट वाज द हार्डेस्ट अफ अल। र लास्टमा इट वाज टायर, मेरो लागि त फर्स्ट टाइम थियो त्यो टायरवाला। टायरमा मेरो ब्याक हाउ इट हर्ट्स होइन, ब्याक चाहिँ एकदमै दुखेर ओरेर। इट वाज हार्ड बट आई मेड इट, आई नेभर गिभ अप। Thank you. Hello and namaste everyone. I am Sandesh Kajral, contestant number 4. First of all, thank you Nepal Military Academy for giving us this opportunity to experience our training here. है अनि ठिक छ गर्दै गएको थिएँ। अब म्याक्सिमम म तपाईँलाई लास्ट एक्टिभ राउन्डमा चाहिँ 4th भएँ, त्योभन्दा अगाडि तपाईँलाई रनिङमा 6th भएँ। जस्ट बिएफएफमा चाहिँ मैले 2nd पोजिसन गर्नलाई भएँ, सेक्युर गर्नलाई आफ्नो कम्प्लिट गरेँ। त्यही माथि हाम्रो कम्पिटिसन त प्रकाश चौहान अघिल्लो वर्षदेखि नि लेजेन्ड, उसको तयारी पनि राम्रो थियो, तर मैले पनि त्यो टक्करले गर्छु भनेर गरेको थिएँ, तर उसको केही बेटर भएर उसले अगाडि आयो होला। अर्को तालि प्रकाश आई विल गेट यु है, थ्याङ्क यू। र एक्टिभ राउन्डमा सुरुमा हाम्रो रनिङ थियो, रनिङमा म 5th आउन सकेँ। लाइक म सुरुमा 3rd थिएँ, तर मेरो मिसक्यालकुलेसनले गर्दा चाहिँ म लास्ट राउन्डमा चाहिँ मलाई केटाहरूले ओभरटेक गर्यो, त्यसले गर्दा 5th भएँ। केही छैन, अरू पनि मैले यो बिएमटीहरूमा पनि मैले राम्रो गरेको थिएँ, तर फाइनली मोस्ट एक्टिभमा चाहिँ म 2nd आउन सकेँ। यो चाहिँ मैले लाइक गरिरहेको कुरा नै हो होइन, तर मेरो हल्का अलिकति टेक्निकहरू मिस आउट भएको थियो। र मेरो कम्पिटिसन प्रकाश दाई हुनुहुन्थ्यो, जसले चाहिँ लास्ट इयर पनि जित्नु भएको थियो र उहाँसँग टेक्निक पहिल्यैबाट थियो होइन। केही छैन होइन, अल प्रप्स टु हिम। तर केही छैन, म आउँदैछु प्रकाश दाईलाई फेरि प्रकाश दाईको टाइटल लिनको लागि आउँदैछु। नमस्कार, म लक्ष्मणचन्द्र ठकुरी। आज मिस्टर नेपाल 2025 को बेस्ट एक्टिभ राउन्डमा चाहिँ आज हाम्रो सबै दौड फिजिकलहरू भएको थियो, अनि यसमा चाहिँ म चाहिँ केही दौड अनि केही कुरामा चाहिँ टप आएँ, अनि बेस्टमा चाहिँ अनि लास्टमा चाहिँ अनि टायर त्योमा चाहिँ मलाई थाहा थिएन। अनि त्यो चाहिँ हाम्रो पहिलेको दाइ पनि हुनुहुन्थ्यो, पहिले पनि उहाँले जित्नु भएको थियो मोस्ट एक्टिभ, अनि उहाँले नै जित्नुभयो। केही छैन, यसैमा खुसी छौँ। धन्यवाद। नमस्ते, दिस इज प्रकाश चौहान, contestant number 27 and also Mr. Active of Mr. Nepal 2025. So you can see here, मैले चाहिँ आफ्नो मिस्टर नेपालको मिस्टर एक्टिभको लिगेसीलाई कन्टिन्यू गर्न सफल भएको छु। 1 वर्षको कडा मेहनत, परिश्रम र सङ्घर्षको फल चाहिँ मैले आज पाएको छु।
सो एभ्री वान वाचिङ हियर म चाहिँ के भन्न चाहन्छु भने ड्रिम बिग, डोन्ट फियर फेलर, स्टे पोजिटिभ, वर्क हार्ड एन्ड इन्जोय द जर्नी. थ्याङ्क यू. Better than you face it. Thinking that they give a damn, you're not thinking straight, kid. No, they don't give a damn, you got what I'm saying. I'm not fucking playing, I'll give it to you straight, man. There's too many others and you're not that great, man. Stop what you're saying, stop what you're making. Everybody here knows that you just faking. Nah, I don't wanna hear it anymore, I don't wanna hear it anymore. All these fucking thoughts, they are not what I need anymore. I'm about to shut the motherfucking door on all you poor ass haters with your heads in the clouds, talking out loud so proud. You better shut your goddamn mouth before I do more, speak out. It's about to head south. You're never gonna make it. There's no way that you make it. Maybe you can fake it, but you never. खरिपाटी स्थित नेपाल मिलिटरी ट्रेनिङ एकाडेमीमा मिस्टर नेपाल 2025 अन्तर्गतको मिस्टर एक्टिभ राउन्डको विविध गतिविधिसँगै यो श्रृङ्खला यही अन्त हुन्छ. It was intensely active and exhilarating day. आज हामी थियौँ नेपाली मिलिट्री एकाडेमी खरिपाटीमा हाम्रो मिस्टर नेपाल 2025 को एक्टिभ राउन्डको निम्ति. हाम्रा सम्पूर्ण कन्टेस्टेन्ट्सहरूको एक्टिभनेस, उहाँहरूको जोस, ऊर्जा, एनर्जी पश्चात हामीले हाम्रो मिस्टर एक्टिभ पाइसकेका छौँ. सम्पूर्ण तीनै फाइनलिस्ट र विशेष गरी मिस्टर एक्टिभ प्रकाश चौहानलाई धेरै धेरै बधाई र शुभकामना दिन चाहन्छु र हामी विशेष धन्यवाद हाम्रो नेपाली मिलिट्री एकाडेमी खरिपाटीका लिड मेजर साहब र क्याप्टेन साहबलाई पनि धेरै धेरै धन्यवाद. नेपालको लागि, देशको लागि मिलिट्री प्रोड्युस गर्ने सेन्टर रहेको छ यो, एन्ड इट्स सच अ प्राउड मोमेन्ट फर मिस्टर नेपाल 2025 टु बी एसोसिएटेड विथ दिस एकाडेमी. पर्सनालिटी राउन्ड, फिजिक राउन्ड र फाइनली आज एक्टिभ राउन्ड पनि सकिसकेको छ. हामी लाग्दैछौँ ट्यालेन्ट राउन्डतर्फ, त्यस पश्चात हामी यो फिनालेको नजिकिँदैछौँ. यति सम्पूर्ण राउन्ड सकिए पश्चात तपाईँहरूले पनि हाम्रो कन्टेस्टेन्ट्सहरूलाई हेरिरहनु भएको होला, निहालिरहनु भएको होला. त्यसैले अब भन्नुहोस् को बन्ला त मिस्टर नेपाल 2025? त्यो थाहा पाउनको लागि ग्रान्ड फिनालेको दिनसम्म हामी अझै उत्सुक भएर बसिरहनु पर्छ. त्यतिन्जेलसम्म किप अप योर एनर्जी एन्ड किप सपोर्टिङ मिस्टर नेपाल 2025. यो होस्ट विभूषा साइनिङ अफ. हामीले मिस्टर नेपाल 2025 को मेकिङ यात्रा र मिस्टर नेपालको प्रबल दावेदार छनौट गर्ने प्रक्रियामा यहाँहरू सबैलाई साक्षी राख्दै सम्पूर्ण राउन्डहरू प्रस्तुत गर्दै आइरहेका छौँ. हाम्रो मेकिङको यात्रा यहाँहरूलाई कस्तो अनुभव भइरहेको छ पक्कै पनि यहाँहरूले आफ्नो प्रतिक्रिया हाम्रो युट्युब च्यानलमा कमेन्ट मार्फत प्रस्तुत गर्न सक्नुहुनेछ. आगामी श्रृङ्खलामा हामी हाम्रा कन्टेस्टेन्ट्सहरूको विभिन्न प्रतिभाहरूको साथमा ट्यालेन्ट राउन्डको प्रस्तुति लिएर उपस्थित हुनेछौँ. अवश्य प्रतीक्षा गर्नुहोला. We would definitely see you all in the next episode. Till then, keep on watching Mr. Nepal 2025, initiated by exposenepal.com and organized by Next Models Nepal. अलरेडी डर लागिरहेको थियो, तर कटिन्छ त कटियो. तर यो चाहिँ अब एकचोटि यता नि देखाउनुहोस् त कस्तो डेन्जर छ यो. म त डेन्जरै होइन पछाडिको चाहिँ के भएको रगत आयो त. Good job, bye. Well done, well done. ठिक छ, आँखा ठिक छ. Say something. ठिक छ नि हैन? दुई देखाउँदा एकचोटि. यो मेरो जुत्ता चाहिँ अलिकति लेस लुज भइरहेको थियो क्या. अनि मेरो ड्याडको कुरा नि सुनेन, बिहान जुत्ता बान भन्नु भएको थियो, राम्रोसँग बानेर अनि जुत्ता खस्यो.